परराष्ट्र मन्त्री हेर्नुहोस्, पूर्व परराष्ट्र मन्त्री, महिलाहरू सबै महिला, नारी शक्ति, मातृशक्ति भन्छन् नि। हेर्नुहोस्, मातृशक्तिले बेइज्जत गरेर महिलाहरूले मुखै देखाउन नहुने बनाएर छोडिदिनु भयो उहाँले। नालायक एकदम भएको पानी ट्याङ्कीमा 7 अरब रुपियाँ राखेर ट्याङ्कीमै छिरेर मान्छे म त हजुर ट्याङ्कीभित्र छिर्नुभयो, भित्रै छिरेर आएको। बालुवा 4पट्टि राख्ने रहेछ, 7 अरब छोपेर पसिना आयो भने त्यो पैसा पनि त्यो सबै बालुवाले सोच्ने, त्यस्तो आत्मसम्म पैसा पुग्ने गरी राख्नु भएको छ उहाँ त। उहाँ हुनुहुन्छ शेरबहादुर देउपा। जिब्रो चाहिँ अलिअलि लठेप्रो भए पनि उहाँ धेरै चतुर। स्वास्नीले जे भने त्यही मान्ने, ट्याङ्की मुनि पैसा राख्ने, आफू माथि कालिजको, मृगको अनि तपाईँको कोइलीको मासु खाने, अनि 95,900 रुपियाँ डलर जाने हुस्की खाएर रिल्याक्स गरेर बस्ने घरमाथि। आखिरीमा लक्ष्मी घरमा बास नभएर लक्ष्मी पड्केर बाहिर जानुभयो, आफू पनि झन्डै मरे। अग्निदेवले धन्न खरानी बनाउनु भएन। उहाँ हुनुहुन्छ देशको दौरा सुरुवालको पनि महाबेइज्जत गर्नु भएको छ उहाँले। रक्सीको नाम के अरे? अब उहाँ हुनुहुन्छ हाम्रो। अब सबैले भन्थे प्रधानमन्त्री हुँदा केपी बा, अब अहिले त पशुपति गए पनि एपी बा भन्दैन, अब अग्नि बा भन्छन्। अग्निले खान मात्रै बाँकी छ उहाँलाई। उहाँ त महाअपराधी। आदेश दिने, जनतालाई मार भनेर आदेश दिने, जनतालाई मार भनेर आदेश दिएपछि अब किन हेलिकप्टर चढेर भाग्यो? जनतामा आउनु पर्दैन? लाज मर्ने। हेर्नु त दौरा सुरुवालको बेइज्जत, राष्ट्रिय झण्डाको बेइज्जत। हेर्नु त यो अपराधी अनुहार राम्रो देखेर के गर्नु र? दिउँसो उज्यालो, रातभरि बाघ जस्ता भएर मान्छे खान हिँड्छ। अब यहाँ हुनुहुन्छ हाम्रो चाहिँ गुन्डु नाउँ पनि कस्तोले हेर्नु न, गेन्डु अरे गुन्डा महेश बस्ने नाम पनि गुन्डा, ठाउँमा बस्ने पनि गेन्डु। हेर्नु त बेइज्जत, ठाउँको बेइज्जत गर्नुभयो उहाँले त। ठाउँकै बेइज्जत गर्नुभयो नि। गुन्डु भन्ने ठाउँ हो नि, गुन्डु भनेर बनाए। यस्तो बेइज्जत गरेर हेर हाँसेर अझ बाई गरेको छ। हेर्नु त यहाँ आज मर्नु मान्छे अगाडि। अब यहाँ उहाँ सर्वको विष जम्मा गरेर अमेरिका सप्लाई गरेर 18 करोड खाएर घर बनाएर रिल्याक्स गरेर। हेर्नु त उहाँ त महाभ्रष्टाचारी, राज्यको ढुकुटीलाई दुरुपयोग गर्ने एकदमै राष्ट्रको एकदम नराम्रो मान्छे उहाँ। अब हाम्रो हुनुहुन्छ यहाँ बालुवाटार जग्गा दलाली, नभएको जग्गालाई पलटिङ गरेर पनि, राज्यको जग्गालाई पलटिङ गरेर किता काट गरेर जनतालाई भेडाउने, जनतालाई उठीबास लगाएर आफू मोज गरेर बस। अब यहाँ हुनुहुन्छ उहाँ हुनुहुन्छ आदेश दिने, गोली हान्न आदेश दिने। आदेश दिएपछि आफै बस्न नसकेर आफू भाग्ने यस्ता अपराधी गृहमन्त्री हुनुहुन्छ हाम्रो देशको। हेर्छ यहाँ अनुहार देख्दाखेरि पनि रिस उठेर आउँछ। अब यी हुनुहुन्छ हेर्नु, 12 वर्ष जनयुद्ध गरेर नेपाललाई स्विजरल्यान्ड बनाउँछु भनेर सपना देखाएर भयोभरको नेपाली जनता युवाहरूलाई मारेर हेर्नु त अहिले देश बर्बाद गरेर 5000 मैले मारे हो, ल मलाई कसले छुन सक्छ भनेर बाहुनको छोरो भएर जनै नलाइकन पितृको श्राद्ध पनि नगर्ने अपराधी। बाउ मर्दा क्रिया पनि नबस्ने यताको त मुख हेर्नु भने 7 जुनी नर्कमा पर्नु हो साथी। नमस्कार, म राजकुमार भन्छ।